हाम्रो नेपालको एकजना स्वतन्त्र नेता जिनको नाम तपाईँ आफै लेख्नुस्, उहाँले आफ्नो समुदायमा अथवा आफ्नो क्षेत्रमा भोट माग्ने बेलामा के भनेर माग्नुहुन्छ भनेर ध्यान दिएर सुन्नुहोला। म केही गर्न सक्छु, यदि तपाईलाई विश्वास छ म केही गर्न सक्छु भने मलाई भोट दिनुस्। हैन, ममाथि तपाईहरूलाई विश्वास छैन भने तपाईले जुन मान्छेलाई भोट दिए पनि राम्रो मान्छे चुनेर भोट दिनुस् भन्ने मान्छे को हुनुहुन्छ? वास्तवमा भन्ने हो भने उहाँ जस्तो भनाइ अरू कुनै नेताको छैन। उहाँलाई कुर्सीको लोभ, लालिच र सत्ता पाउने जस्तो सोच उहाँको छैन भनेपछि उहाँलाई नै जिताउनु सर्वोपरि हुन्छ कि विभिन्न किसिमका कुराहरूमा वादा गरेर ती वादा गरेका पुरा नगर्ने मान्छेहरूलाई जिताउनु राम्रो हुन्छ, अर्थात् पार्टीलाई जिताउनु राम्रो हुन्छ? कृपया ध्यान दिनुस् र आफ्नो मत आफ्नो अधिकारले दिनुस्। धन्यवाद।